ल गाइजहरू हामी अरिगाल पोल्न जान लागेको अनि हाम्रो सिकारीहरू दुईजना सिकारीहरू हेर्नुहोस् न एकजना ऊ भागिसक्यो अब हामी जाँदैछौँ है अरिगाल गाइज नमस्ते नमस्ते यहाँ हामी अरिगाल जलाउँदैछौँ यहाँ बाटोमा एकदम आक्रमण गर्ने अरिगालले त्यही भएर यहाँ अरिगाल जलाउँदैछौँ ल हेर्नुहोस् गाइज ल हेर्नुहोस् गाइज अरिगाल जलाएको रुखको टुप्पाउँ रहेछ ओहो ल अरिगाल जलाएको यसरी जलाउँछन् हाम्रो गाउँमा जानुहोस् अरिगाल जलेर झरेको ल गाइज यसरी अरिगाल जलाएको हेर्नुहोस् है अब एकछिनपछि हामी चाका निकाल्छौँ त्यो माथि हेर्नुहोस् त त्यो चाकाको छु त्यो झरेको एउटा चाका झऱ्यो अरू त्यो त्यसको त्यो डढ्दै झर्दै गरेको त्यो झिल्का झिल्का चाहिँ त्यो अरिगाल डढेर झरेको है ओ भान्जा कहाँ गएको हो किन डरा सब अरिगाल उडिरहेको छ ऊ होइन यो आगो उडेर आएको यो अरिगालले डढेर पनि उड्दो रहेछ त यहाँ डढेर नि उड्दो रहेछ ऊ हो अरिगाल डढेर नि उड्दो रहेछ त्यो पखेटा भएर क्या हेर्नु न यहाँ अरिगाल यो सबै अरिगाल हो यो त्यो छटपटेर के होइन यार अघि अडियो छैन क्या एउटा खोइ छैन रहेछ त्यो छ चाको झऱ्यो ऊ झऱ्यो चाको तारा झर्छ तारा झरे जस्तो है तारा झर्दै झर्दो रहेछ यहाँ तर्साउँदैन त चाको हेर्नु तारा जस्तो झर्दैन त हो कि भन्दा ऊ हेर्नु तारा जस्तो झर्दैछ तु यति हो यति राख्ने यति अलि माथि हो त्यहाँ
रुख धेरै अग्लो रहेछ नि है पर्क्यो अरिकल हेर्नु नि त्यो घुमी त्यसको त्यो उसमा पखेटामा आगो लागेको हुँदो रहेछ अनि त्यो फ्याट गरेर घुम्छ अलि उठा ल ओइ उडिरहेछ नि हेर्नु न है अलिकति हो ल ल बाबु चाको झरो बाबु चाको झरो न गाई चाहिँ हेर्नुहोस् उडेर हिँड्छ मामा हो त्यो पखेटा एउटा डर्दो रहेछ एउटा चाहिँ उड्दो भाग्दो रहेछ के होइन त ढुट्टो बनायो केटाहरूले है चेनपिन त छन् केटाहरू अरिकल पोल्न हेर्नु न अरिकल निस्केको हो र यो होइन के हो त यो उडेर आएको त्यसको हो क्या मामा झऱ्यो सबै चाकै डर्छ क्या हो चाकै झर्छ क्या हो चाकै डर्छ क्या हो त्यो चाहिँ बाबा लाउनु झरेको कता यिनीहरूले ट्रिक खतरा लाग्यो कि होइन ट्रिक खतरा लाग्यो त्यहाँ जाउँ न त्यहाँ जाने त्यो मुझे के आउँछ र त्यो सबै डराएर ओहो के हो यसो त्यही चाका एउटा छैन होला अब त सबै मऱ्यो अझै रहेछ है ठुलो रहेछ त्यो त अब त लाटो भइसक्यो त्यो मलाई तातोले यो यस्तो बोलेको चाक हो अब त लाटो भइसक्यो होला यो झिल्कै उयो आएको ल हेर्नुहोस् गाइज केटाले ढुट्टो बनायो नि एउटा हातवालालाई छोडिदिएर हुन्छ छ थुप्रो छ उडिरहेछ है उडिरहेछ माल चाहिँ कराइहाल्छ नि यिनीहरू के हो त हेर कति उडेको है त्यो निकाल्ने बित्तिकै कति उड्दो रहेछ के होइन पुल्ठो निकाल्ने बित्तिकै कति उड्ने यार आमा ल यो सबै अनिकाल्दा हो नि होइन र कसो केही निस्किनु पार्दामै त गरेको त हो छ थुप्रो छ कति रचन रहन नि यो सब निमाउनु हुँदैन छ हेर न उडिरहेछ ल टर्च बाले हेर त छ क्या छ कहाँ डर्नु भागिरहेछ
निस्केर ऊ रिकल सक्छ तल जानु त्योभन्दा माथिको चाको हो हेर्नु न ऊ ठुस ठुस गरिरहेछ हेर्न त्यसमा हान्दैन नि भाइ त्यसमा हान्दैन राजा गरम न यार राजा माउली त हान्न सक्दैन त्यसले हान्छ त नि छ अरिगाल छ उडिरहेछ अनि आफै लागिरहेको आगो यतिकै हुन्छ लोलो चढिहाल्छ रुखमा नि बत्ती बाल्नु पर्दैन त्यो त मजाले बोल्दो रहेछ भन्छ नि त माथि पनि बोलिरहेछ त्यो गोलो त मजाले बोल्दो रहेछ है त्यसलाई त आगै लाउनु नपर्ने छ ल बरु मुनिको त खोजे भएन नि त मुनि खसाएन त्यो केही काम नलाग्ने भएको भाइ हो तिमीले अरिगाल चाहिँ मास्यौ तर त्यो सबै डरेर सिध्यो त्यो त्यतिकै हावाले बलिसक्यो मैले त्यो भिडियो बन्यो नि बन्यो बन्यो अप्ठ्यारो बन्छ मान्छे अब टिप्न चाहिँ सबै आउनुपर्छ है ल ल ल जाउँ कता जाउँ बत्ती बाल्नु पऱ्यो नि चाको त एकदम खुसी छु यहाँ कहाँ जाने ठाउँ छैन छ त छैन छ त जाने ठाउँ छ ए तपाईँलाई थाहा होला नि ओइ पखाइ ओइ हामी आइसक्यो मुनि फेरि त्यसको सातो उडिसक्यो भन्छ अब त त्यत्रो बेर तातोले के बच्यो होला त्यो मलाई माथि गरेर तान्नु न सकिएला त आउन म अलिकति आउँछु नि तपाईँले तान्नु उयो छ म आफै आउँछु होला आइहालेँ नि ला चप्पल चुऱ्यो चप्पल बनाउनु त भन्छ यस्तो लड्यो यस्तो कहाँ यतापट्टि भिड छ होला म त पाठो हो देखिरहेको यस्तो रहेछ अनि
खुकुरीको उसले बचाउनु पर्छ जेन्जी जेन्जी जाऊ 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 जानु 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 भाइ पहिला पहिला त आगो खाले आगो खाले यही चप्पल हल्छ अरे पुगेछ तपाईँ पुग्यो पुग्यो बालु 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 त्यहाँ त बुल्ले हात बोल्दै आछ त्यो बाहिर त्यो झाले हिँड्दैन भाइ झाले नभए चाहिँ हाँगा माथेर बोरा त चलिहाल्छ नि अहिले त झरेको होइन बोरा चल्छ भाइ नि नचल्ने भनेपछि त्यो माउहरू त सबै मऱ्यो होइन आउनु आउनु बाबा यता मुनिबाट माथि आउनु यहाँबाट झन्डै लग्यो म खम्रङ पानी लिएर झन्न झ्याप्पै समातेँ है खोइ खोइ बा हाँगै काट्न भाज्न मिल्दैन यी यहाँ पो कराइरहेको छ झिँ गरेर त्यो मरेको क्या मामा सुन आउनु त मामा त्यो होइन आउनु ती बस्नु मामा ती बस्नु सबसे बेटर सुन्नु? गरी छ खुट्टाको तल भाइले खतरा झिक्यो तल ए के गर्नु आगो खाइ पहिला भाइ टाउको फर्क यी यहीँ रहेछ त यी हेर्नु त बच्चा बच्चा हो त ऊ बच्चा के कहाँ माउ हो यो यो हो कहाँ माउ हो यता पनि यता आउनु उही छ यी तल्लोबाट छ बोरा झर्यो के मामा माथि पोसल ल्याउँछ माउ त रहेछ त्यति बिस्तारी झर नि त्यो त्यो लाटो भएर बस्यो बोरा बोरा झर्यो ए माल त त्यो भयो होइन त्यो माथि सक्छ नि हेर त त्यो पत्र छैन कालो रहेछ कालो न कालो घरमा त छ त्यो त बिस्तारी झर जङ्गलतिर आउला छ नि भित्र हाल्न है हँ हो जङ्गलतिर भयो त त्यो भ्याउँछ सल्लाह त्यसले बोरा भ्याउँछ सल्लाह है बिस्तारी बिस्तारी भाइ ओइ भाइ अड्डे है भाइ अड्डे है अहिले झरेको उनी रहेछ नि त दामी भाइ ल ल ल ल अब चाहिँ ल मजाले बिस्तारै हाल आनन्दले नातिकन लाइज अब सडक बिस्तारै किचेलाई त्यो भाइ किचेलाई क्या किचेलाई चिला आज ल ल लाइज म यहाँ तपाईँ जाला यार अहिलेको ठाउँहरू त्यो आत्तिएर पछि सर्यो भने खसिँदो रहेछ म त्यसो खस्यो नखिचाइकन ल्याइ भाइ बास भाइ बास अब धेर छैन लड्न चाहिँ नलड है केटा यहाँ रुखबार झर्दैछ नि लिएर ल हेर्नुहोस् हाम्रो जेएनजी ग्रुप हो यो भाइ भाइ यहाँको जात भरोसा तोजान तोजा म यहाँबाट देखो यी सुकै हामी मुनि हामी यता छौँ नि त यता फाले नि हुन्छ उता 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 नफाल नफाल यता यता भाइ यता यहाँ यहाँ भुइँमा यहाँ यहाँ आउनु यहाँ जाने यहाँ फाल्लो यहाँ ट्याक्क फाल्लो क्या नाइस 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 यता यता हो यता यहाँ मैले एउटा मागेको थिएँ कताको मरेको उयो होइन त उयो हेर्नु त भन्छ ऊ त होइन ए यहाँ त थुप्रो छ त अनि यो पनि टिप्ने टोक्दैन भने उयो यहाँ दुइटै माउ माउ ए यहाँ त टन्नै छ यार यहाँ त टन्नै जिउँदै छ कोही अनि यता पिछाडी झर्दै हैन यहाँ भाइ पिछाडी जाऊ नि त के चाका टिपेको कि जिउँदो माउ टिपेको यी के हो त मम्मी यस्तो भर्ने समयमा हिँड्दै यी यहाँ त यी यहाँ हिँड्दैछ यी म त उता यता टोक्यो जिन्दिन हैन यहाँ यता कुरा ए यहाँ टन्नै खसेको छ यहाँ त राजेन्द्र भाइ आएर धेरै राम्रो भयो उहाँ यही तल कति घडी थियो यहाँ त उयो चल्तिर त कम झरे होइन हो बच्चा के रोटी खोइ कस्तो हुन्छ खोइ गडेम्लाको जस्तो त्यो हुन्छ सेम टु सेम त्यो माउहरू त कति छन् यहाँ कुनाको यही खैदैन कहाँ यता 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 देखाउनु ऊ यहाँ उचाको यता ऊ दाइले के छ होला त्यता उता अरिङ्गल
एउटा त यही झर्थ्यो त भरत यहाँ हेर्दा चिटेको हिमाल पनि छ कि गोते खुट्टाको त्यहाँ तपाईँको ऊ यतापट्टि छ यतापट्टि यतापट्टि सानो सानो। यो छैन खोस्टा मात्रै हो त्यो मिसन कम्प्लिट भयो यार हाइट पनि तर यहाँ जिउँदै छ यार भोलि यो उठ्छ होला मामा यिनीहरूको उ सक्यो आयु सक्यो अब यहाँ बस्दैन कि बाई नै छैन के अरे मेन त्यो रानी नै छैन क्या राजा सेक्सुअल पावर ए यहाँ हेर्नु यहाँ खुट्टामा चढिसकेको छ माछालाई मामा फेरि टोक्दैन नि त यी हेर्नु न यो राति भएर मात्रै हो यो ल जा यो त तलतिर नि झरेको जस्तो लाग्यो मलाई यता चाहिँ एउटा झरेको मैले टिभी हेर्नुला चलेको ल हेर्नुहोस् गाइज यो देख्नुभयो नि यो यहाँ मरिच यहाँ टन्नै खोइ ची गर्दैछ त है ए खुट्टामा त्यो यहाँ टन्नै छ यार हेर्नु त योस् जाउँ कता जाउँ केटाहरू त कराएर छन् हेर्नु भन्दा हेर्नुभयो यहाँ मामा चाको हेर्दै कहाँ होइन सबै खुट्टामै छ ए यहाँ रहेछ चाको त्यो छ कि छैन यी दुई तिन त छ छ अलिअलि माल होइन यो सबै तलतिर झरा छैन नि कराएको सुन्नु न झ्याल झ्याल म चाहिँ अलपत्त पऱ्यो त कता राम दाइ त्यो हात बोकेर आउनु त्यही छ पछाडि खोइ त चाको कहाँ खोइ हेरौँ खुकुरी ऊ त्यो अनुप दाइ छ त एउटा मिसन सक्सेस मिसन फेल खान केटाहरूको ल अब मामा यो पनि बनाउँ न बासोडेमा पनि साल भइसक्यो नि त्यो ल न सिकारी टोलीहरू यो सबै सिकारी टोलीहरू ल हेर्नुहोस् हामी त अस्ति खाएको हाम्रो यो बाटोको त पर्फेक्ट ग्यास छ नि त त्यसलाई मलाई त यो ज्याकेटलाई पसिना आयो हेर्छ अब म गएर चाको देखाउँछु तपाईँहरूलाई आज चाहिँ नो घाइते त्यो त सबै भुइँमा पो झ्याइ झ्याइ गरेर बस्छ नो घाइते अनुप दाइ छ अनुप दाइ छ पोल्ने मान्छे चाहिँ के भन म चाहिँ झन्डै उत्ताउनु पऱ्यो डिलमुनि
उकालोको चुरोट के कामै भान्जो धेरै पो रहेछ हट गर्मी भयो यदि न त म्याच तिनवटा सिकारी चारजना सिकारी अगाडि हिँड्दैछ 어디 계셔? 어디? 아이고. उदेर चल्दैछ ए के गर्दैन क्या अब त सकिसक्यो धेरै हुर्काइसकेको छ कहाँ हुर्काउने यस्तो भरि सबै झरेको नि यो सबै झरेको यो सबै झरेको कहाँ छ जेनजी ग्रुपले यहाँ अरिगाल परेर सिकारीहरूले उनले त भाँडा टुल्के त्यो भाउजूले त्यही हो अरिगाल परेर लर्नेस गाइज केही नोक्सान ऊ यहाँ छ एक दोक्री यहाँ एक दोक्रो छ त्यहाँ छ त्यत्रो खोइ कति तल 7 तल हुन्छ भन्छ 6-7 कति छोटे है ल कसरी गर्ने यसलाई आगो बाल्नु नाङ्लो चाहिँ चाहिन्छ नि यो नै नाङ्लो ल लाइभ हो कि होइन भिडियो चाहिँ बनाएर जेनजी ग्रुपको अस्ति अलिकल आगो बालेर कसरी झार्ने झार्ने कसरी आगोमा कसरी अनि त्यहाँबाट के अरे झर परेर धार पर्छ कि त्यही त यही के गरेर के साध्य हुन्छ यो लगाएर त कामै छैन 4-5 तल त झरेछ यहाँ त एक गरी त केलाको काम छैन के काम जलाउनु पर्यो कि हुन्छ चक्कु ल्याउ त पसिनो कस्तो आछ बिचमा म त लडेको नि त्यस्तो यतापट्टि समय देखेको त होइन घाँस रहेछ घाँसमा चाहिँ उतार्नु पऱ्यो झन् झ्याप्पै छ चप्पल चाहिँ गइहाल्यो कसको चप्पल माथिबाट लिएको स्टार भयो स्टार ल अब यो गाई चाहिँ यो औषधि नै हुन्छ होइन खाना लास्टै मिठो हुन्छ यो
बन अनि यो सानो चल्यो नि माछा चोरले चढाइहाल्यो सिँढीमा कराएर सुजित भाइ कहाँ जानुभयो सुजित भाइले आज राम्रो काम गर्नुभएछ भागिहाल्नु भयो बच्चा निकाल्दै म ढल्किरहेको छु समाउनु भनेको मान्छे एकैछिन केलाउने कार्यक्रम भइरहेको छ यहाँ। गरेकै भएर गए ल हेर्नुहोस्। कहाँ हुर्काउनु सब झरेको यो आगोले आगोले त पोलेपछि आफै यसो हल्लिँदै झर्दैन। सब मर्यो हो त्यसले टोक्छ उस लाइटर बालेर त्यसको पखेँटो डराइदिनु पर्छ ऊ आयो उडो त माथि माथि यहाँ धेरै जाने भयो कि सिधा आक्रमण गर्नु खोज्यो हो एउटा पखेँटो डराएपछि पुग्छ क्या यता भएर नझरेको क्या आगो यसो गरेर ट्याप 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 हान्यो टोक्ला बुवा यस्तालाई त यस्तो गर्नुपर्छ हातमा पोल्नु सब उडो भनेर ऊ नखोज्दैछ एउटा आगो चाहियो क्या एउटा आगो बाल्नु नि यहाँ भुइँमा हाउला यो सबै खस्यो गर भाइ त्यहाँ हुँदैन कि यहाँ खस्यो यो सबै फालाफाल भयो क्या जोराउने हो कि सर हो त्यो जल्छ क्या यो यिनीहरू सबै जल्छ जिउँदै छ हेर्नु त किन बेकारमा दिमाग भन्नाले काम गर्ने क्या यहाँ बन्छ खेलाउनु सबैजना हात लाउँदा होइन मामा यो हात लाउने भन्दा पनि सुरुमा के गर्नुपर्छ भन्दा नि बुवाले यो काट्दिनु हुन्छ अनि आगोमा सर सेकाउनु यसरी हाल्दा झर्दैन झर्दैन जिउँदो भए पो झर्छ त ऊ हो त्यसरी हो बाबुले जाने ल यो आगोले लाग्यो हो त्यसो गरेर के भयो यहाँले त पहिला त्यो ऊ डराइसक्नु पर्ने छ क्या त्यसको हो रहेछ फुल रहेछ नि त फुल एकदम काहीँ लौ त्यसो न माउमा हो त लट्टेको छ होइन टोक्यो भने त टोकिहाल्नु नि झड्या हुन्छ है हेर्नुहोस् यहाँ टन्नै बसिरहेको छ किचिदो रहेछ है भरिलो टन्नै रहेछ नि के टोक्दो भिनाजु सिकारी रहेछन् क्या आज थाहा पाउनु भयो क्या मामा हो रहेछ त्यो माछा लिएर निकाल्नु त हजुर यहाँ हेर्नु यहीँ छ भनेर यो अरियालको सिकारी मेन सिकारी चाहिँ उहाँ है यो जलेन क्या पत्रिका सत्रिका केही छैन अनि यो निकालिहाल्छ यो पनि झार्नु न यहाँ छ त अलि बुढाउनु पोलेको छैन यो के अरे क्या ताल दुधै पोल्नु पर्छ क्या यहाँ पोल्दियो आफ्नो पोल्नुपर्छ भने यहाँ भुइँमा हेरेर भुइँमा अन्डा के अरे बल्दैन गोर्खापत्र बल्छ सबै पसलमा ल्याएको नि त बना बेच्न ल्याएको पसलमा ल हेर्नुहोस् कति भरिलो छ है त ल सुइसिनी सिधै छ कोही त ऊ ल हेर्नुहोस् माउ जति सबै मरेछ बच्चा जति जिउँदैछ यता नि छ क्या छ यस्तो भरिलो छ यार एउटा काहीँ मिस्टेकै छैन कि छैन, यो सबै जलेर झऱ्यो कि हो
सबै टन्नै रहेछ के होइन भिनाजुले जान्ने रहेछन् ल ऊ यहाँ कस्तोमा झारिरहेको छ त्यो अरू गर्दै गर न होइन ऊ झरिरहेछ अब ऊ कसो गरौँ यहाँ पनि छ त चाका यहाँ पनि छ यहाँ पनि छ हौ हो सिकारीहरू यहाँ पनि छ कालो न कालो कस्तो कालो मौरी नि जस्तो छ यो त यो दिउँसो यता रातो त हुँदो छ अहिले अँधेर भएर कालो भयो चिम्टा छैन चिम्टाले चिम्टा एउटा चिम्टा ल्याएर चिम्टाले यसो गरेर नभए केही क्या छैन काठले यसो गर्ने हो क्या हातमा त पोलिहाल्छ नि वेटीवाला छ क्या फेरि कत्रो कत्रो चाका लाग्दो रहेछ है सबै त्यहीँ झर्दो रहेछ हौ यो त अलिक सानो त्यो बच्चुको नि क्या यता नाङ्गो त्यो छ नि ठाउँमा एक ठाउँमा कहाँ त्यो त सकिन्न क्या भन्नु त्यो असम्भव होइन टो कहाँ जमिन मुनि हो जमिन मुनि झन् छैन होइन यार हामीले त उयो त्यो हाम्रो त्यो घरभन्दा तलबाट पोल्या बच्यौँ भुइँमा क्या भुइँमा त्यसले त प्लेन ल्यान्ड गर्ने ठाउँ पनि बनाएको हुन्छ आएर टक्क ल्यान्ड गर्ने अनि सट्ट बाहिर यताउता हेर्छ अनि मात्रै भित्र पस्छ त्यसलाई चाहिँ के गर्नुपर्छ भने आगो टन्नै चाहिन्छ बाल्ने एक ठाउँमा त्यसको पाल्ने आगो बाल्ने अनि खन्दै जाने हो खन्दै जाने एउटा निस्किन्छ पोल्दै मात्र सिधाउनु धेरै टाइम लाग्छ त्यसको कहाँ त्यो चिलाउने रुखन छ त्यो अहिलेकै ऊ भए पुग्ने छ त्यही बोल्छ बच्चा हो त्यसको उयो त्यो कालो जति मदर त्यो तल चाहिँ कि बेबी जिउँदै हो क्या जिउँदै बोकेको किनिँदा मैले त हातमा जिउँदा जिउँदै बोकेँ होइन अस्ति तपाईँले त बोक्नु भएको क्या तपाईँले जिउँदै बोक्नुभयो टन्नै हुँदो रहेछ यार यो त गोली छातीमा थाप्नु बोकेको उहाँले पुरा एक्सपिरियन्स रहेछ त बुढो रोटी खुरले लाग्यो सानसानो गर्नु पर्यो कि ठुलो धेरै गाह्रो सानो मन निकाल्नु हो आगोलाई ए आगो बाल्न यो हटाउनु पर्छ क्या अब उता छ त आगो यही फाइदा लाग्यो मलाई त यो छ त यो ए यो त उको हामी त्यहाँ खडाउँछौँ खडाउँछौँ हो क्या यो भन्दा त बरु यही सही सबैको ऊ निकालेर गर्दैन त्यसो गर्दा नि हुन्छ क्या आफ्नो उता तरिकाले गरौँ गर्न चाहिँ अलिक गरौँ घरमा बस्नु भन्दा यही फाइदा छ कि यो अरिगाल कसरी निकाल्ने कसरी पोल्ने भन्ने सिक्दै जानुहोस् है हजुर गाई चाहिँ ल यस्तो हो नि त निकाल्ने आइडिया ल हेर्नु त बच्चा कति भइसक्यो यसका बच्चा ल हजुर ए सबै निकाल्ने मान्छे एउटाको पो यति 7 तल हुँदो रहेछ आगोमा त भाइ हजुर आगो नि हुन्छ कि छिटो
हाम्रो भिनाले त बारुलाको चाको त कप्लाकै पार्दैन गरी खानै नदिने के बार्लाले बारुला त गरी खानु नदिने हो बालो त झिक्दै उयो पोलेर खाइहाल्ने म पनि त्यही गेम गर्छु पोलेर खानु पर्दैन पोल्नेमा होइन गोलोदेखि घोचिहाल्ने मात्रै पर्छ काँचै पक्लक पक्ल भाँचा खाइदिने कत्रो कत्रो हुँदो रहेछ यो त सुन्नेको आयो तातोले सुन्नेको होला होइन त्यो माउ चाहिँ सानो यो चाहिँ बच्चा चाहिँ कति ठुल्ठुलो पछि घट्ने हो नि त नि यसको पखेटाहरू आउँछ नि यो लाभा लाभा हेर्नुहोस् ए लार्भा लाभा होइन लाभा लार्भा लार्भा लाभा भने चाहिँ फेरि उता भोल्कानोतिर आइपुग्छ फेरि लार्भा हेर्नुहोस् त यहाँ लार्भा यसको जीवन चक्र अब योबाट ए यो त धेरै महँगो बेच्नु त त्यो बेच्नु त पराइ बेच्नु पर्छ कहाँ पाउनै गाह्रो यो पाल्न नि पालेको छ अहिले त ठाउँ ठाउँमा पाउँछ किन्नलाई ठुल्ठुलो होटलमा पनि त पाउँछ यो पाल गन्ती गरेर त कहिले साध्य है यसलाई वर्षौँ दिन लाग्यो होला गन्दाखेरि नै यसले बनाउनलाई कति 6 महिना बनाइसक्दो रहेछ यसले होइन बेसी लाग्छ होइन 3 महिना पनि हुन्छ अरे यो त अन्त भन्दाखेरि 6 महिना भन्दा चाहिँ बेसी हुन्छ बेसी 3 महिना हुन्छ कि भयो बेसी के भन्ने यार एसएलसीमा पास भएको 12 खरी फेल भएको क्या हो भन्छ तपाईँ म जस्तै मिस्टेक गरिहाल्यो क्या बाबा केटाहरूले 6 महिना भन्दा चाहिँ अलिक बढी लाग्छ अरे 3 महिना भन्दा मिस्टेक गरिहाल्यो क्या बाबा के रे के पास रे के एसएलसीमा पास भएको 12 खरीमा फेल भएको यहाँ यस्तो मिहिनेत गर्दै हुनुहुन्छ है हामी सिकारी ग्रुप हेर्नु न सिकारी ग्रुप पुरा अरिगाल सिकारी हो यिनीहरूले त चिम्टीले निकाल्दै हुनुहुन्छ अरिगाल होइन के अरे यासगुमा हुनु यासगुमा त देख्नु चामो यासगुमा खोज्न हाम्रो सालहरू जान्छ उता हिमालको छेउछाउ गाह्रो रहेछ किस्ने जाँदैन भने अर्को नेता जाँदैन अरू त जाएन अहिले त खै त्यो कहाँ छ पनि त्यो नेता उहीँ छ नि गाउँ सक्ने अनि पहिला गइहाल्यो नसकिँदो रहेछ यार भरत भाइ एउटा टेबल चाहिँ टेबल यस्तो अनिगाल निकालेर के सहन पाल्न सकिन्थ्यो र बेच्न पाए चाहिँ खाइ आफै यो बिस्तारै औषधि हुन्छ नि त यो हो यो त यस्तै खाने हो क्या भुटेर बच्चाहरू यो खायो भने छुच्चा जान्छ छुच्चो जन्मिन्छ त्यही भिनाले धेरै खाने सान भन्छ छुच्चा छान नि सान भन्छ हजुर मामुसी तपाईँ छुच्चो हुनुहुन्छ नि त यो अरिगाल खाएर दिल्लीमा म त भर्खर हिजो दिल्लीमा त खान्न नि त पहिले खानु मलाई चाहिँदैन भाइ मनले त खाँदा खाएन मैले त खाएन थिएँ उयो देख्दैन हाम्रो यो त भिटामिन सबै यसले मनको भिटामिन सबै ल्याएर खाएको हुन्छ अनि यसले त धँगेराको रस अनि यो फुलहरूको रस यसले ल्याउने नि त्यो फेरि यसले धँगेराको रस होइन दिदी त्यो सानो सानो किराले ल्याएर खुवाउँछ त्यही त म घरमा गर्छ क्या यो हाम्रो बाहुन ल्याउँथे है पातीहरूमा चढेर यो धँगेराको रुखको चाहिँ बोक्राहरू ल्याएर यो ऊ बनाउने हो क्या यो यसको बस्ने घर बनाउने केलाहरू त कहिले सक्यो नि मुन्टु भाँचिँदो रहेछ बिस्तारै नै गर्ने चिज आतिर हुँदैन हो सत्यका देवी भन्छ त्यसको बाउ भान्जाले सिधाइसक्नु भयो नि उहाँ यहाँ केलाउने मान्छे हेर्नु नि यहाँ केलाइराखेछ यता केलाइराखेछ यता केलाइराखेछ काम छ यहाँ केलाइराखेछ काम भयो त्यही भिनालले यहाँ यो बनाएको कस्तो रहेछ के आमामा चिम्टी ल्याएर च्यापी खाना कस्तो हुन्छ नि सिम्पली पिलास ल्याएर न पिलासले च्याप्दै जानुसँगै लास्टै अल्छी लाग्यो त्यो अस्ति यो कति यो सा खाइसक्यो हामी त अस्ति नै खाएको नि तपाईँभन्दा सुनिललाई त आजसम्म खाएन 5 वर्ष
5 वर्ष जेठो मान्छे तपाईँभन्दा तगर हुनुहुन्छ भने यस्तै खाएर त हो नि भित्रै पाकेछ नि भरत भाइ यार त्यो छेउछेउको चाहिँ सबै डढिसक्छ मिठो हो त अस्ति हामीले त्यो के अरे पोलेर तार खाएको जस्तो कुरो नभन्दा यही दाइ नभएर हो क्या यो कामै नभएको नसकिँदो रहेछ तलैबाट भ्याएको जोडा नै रुममा यो नभए त के आउँथ्यो र आउनु आउनु यो हाम्रो हन्टिङ अब हामीलाई सबै बिजनेसै यही भइसकेको छ क्या दाइ हाम्रो अब अस्ति भागेको याद आयो क्या दाइ मलाई फेरि ए हानिदिइसक्यो यहाँ आज जेएनजी ग्रुपले ठिक गरिसक्यो त्यहाँ ऊ त पर क्या यो थामीको घरभन्दा अलिक उतापट्टि तल्लोपट्टि यो थामीको घरभन्दा अलिक उतापट्टि क्या तँमा त छुट्टी अस्ति पनि खाना पाइनस् ठिक छ ओठे ठिक छ भाइ ओठे ए ओठे ओठे नभनेको दौडिहाल्ने नि काठमाडौँ गएछ यहाँ यस्तो भिटामिन आइरहेको छ तपाईँ चाहिँ के चार गएर आउनुहोस् अहिले प्लेन चढिहाल्नुहोस् मामा हो आउनुहोस् नमस्कार हामी त यहाँ जेएनजी ग्रुप लिएर आज शिकार गर्दै यहाँ लडेर झन्डै लडेर मरेन आज म पर्सितिर आउँछु होला त्यहाँ हुँदैन सुशील त आइसक्यो हो ए सुनिल आएकै छैन सुनिल यहाँ छन् यिनले यहाँको सबै यो जेएनजी ग्रुपलाई सम्मेलन गरेर यहाँको सबै यो सकाएर मात्रै आउने कुरा छ भोलि चाहिँ त्यहाँ सक्ने अनि पर्सिदेखि कालिजतिर लाग्ने भन्ने कुरो छ हाम्रो सम्मेलनको जाडो सिरियस जाडो सिरियस यहाँ मलाई चाहिँ फेरि नबिर्सु नै दाइ एउटा यहाँ छ नि मेन तपाईँ ए देखाइदिन्छ कहाँ छ यो फेरि नयाँ हन्टर हामीले पाएर चाहिँ आज सकुशल यो झिक्न यसको उद्धार गर्दैछ उद्धार यो त थम्स कम्पनी भन्दै हो नि यो त रुखमै चढेर तान्ने भाइ यसको उद्धार गरेको आज हामीले बिचरा बिजोग भएर रुखमा झुन्डेर बसेर छ होइन अनि हामीले भुइँमा राखिदिएको यसलाई फुलियामा र ठुलो हौ ल तपाईँमा नि भिडियोमा आएको छ तपाईँलाई यहाँ भिडियो बनाइरहेको छु पछि युट्युबमा आउँछ ल मैले यसको ऊ निकाल्ने होइन क्याप निकाल्ने देखेर हाल्नु सर आउँदो रहेछ क्या जेएनजी ग्रुपले आँटेपछि नहुने केही छैन यार ल हेर्नुहोस् तर कहिलेकाहीँ अलि मिस्टेक गर्दा चाहिँ हातसाथ सिद्धा बाई मिस्टेक भएको क्या बाई मिस्टेक मुख सुनिके अरे कसको भेना त अगाडि भागेर टोक्दियो अरे अनि होइन होइन चाहिँ हल्का पोलिरहेको छ लात्ताले हान्न गइसक्यो अनि भागेको त्यो दिन त भाग्ने त नि मामा धेरै नभाग्ने अनि टोकेको नि हो ज्वाइँलाई हामी त भागेन म त होइन आइडिया नभएर अस्ति अलि बाँस पनि व्यवस्थित भएन कि आज व्यवस्थित नजिक भयो व्यवस्थित भयो नि त होइन
धेरै व्यवस्थित हो नि हाम्रो यहाँको चाहिँ फेरि बाँस त्यो पोलिसक्ने बित्तिकै जहाँ हातले छोड्दा जहाँ पुग्छ ती छोडेर हिँड्ने हातले छोड्दा जहाँ पुग्छ ती छोडेर हिँड्ने अस्तिको माथिको बाँस उठेको ठिक हुँदो रहेछ यो क्याप निकाल्नु मेरो यहाँ चप्पलको बिजोग भइस कहाँ यस्तो म त पछाडि यसो सरेको होइन सम्मै देखेँ त्यो नलले त्यो कोदोले गर्दा सम्मै देखेको होइन अलि युट्युबमा हेर्ने त्यहाँ टेकेको तल पुगिरहेँ म त हेरेर अनि के अरे हेर्ने हाउ टु मेक दिस इज अ फेक हर्नेट भनेर म हर्नेट हन्टिङ हेरिरहेको छु क्या बुझिन त्यो हेरेर मलाई गर्न मन लाग्छ क्या अब त्यत्रो हाइटमा चाहिँ गर्ने यार तिमीले के हेर्ने गरे यसो गर त हाइट उन्टी कहाँको अन्टी कसममा यो अरिङ्गल र त्यो बाँसको झ्याङदेखि मलाई अस्ति फ्यालेको याद आइहाल्छ यो त भुत्तै काँधबाट फ्यालेको याद आइहाल्छ कि मलाई धन्न टोकेन आफूलाई तल झन् पिक पिक्की जाँदैछ है त्यहाँको त सुधिपे त्यहाँ माथिको त होइन सबै बिच्केको हो नि हजुर यहाँको त एउटा यहाँ यत्रो जम्मा भइसक्यो होइन तातोले मरेछ कि उडेको पनि मरो क्या दाइले त्यहाँ त कति भुइँमा खसेछ झुइँ झुइँ गरेर बसिरहेको त्यहाँ पुरै झ्याङै कराए झ्याङै कराइरहेको छ आमा त्यहाँनिरको बच्चाहरू टिप्ने हो नि एक मानु चाहिँ छ पनि त्यो माउै टिप्यो भने त्यहाँ कति छ नाम माउ नखाउँ केटाहरूले खानै रुचाएन कि बच्चै खाने हो माउले लास्ट देख्दै इरिटेट लाग्ने भयो क्या सुनलाई देख्दै टोक लाग्छ होइन डेन्जर हुँदो रहेछ अनि त्यो जल भुट्दा त अनि हाम्रो अङ्कललाई लगिदिएको मैले हेर्नु भएको थिएँ अङ्कलको चाहिँ घाँटीमा घाउ बनाइदिन्छ ओ त्यो हुन्छ क्या त्यो चाहिँ माउकै काम हो। यहाँबाट लैदिनु त यस्तो गरेर त्यसको त्यो खिल तानेको त खिल त यति लामो हुँदो रहेछ नि त्यो त अस्ति नै हेऱ्यो नि त्यहाँ एउटालाई टक्क खुकुरले निचारी खिल निकाल्यो बाउले भुटेका अनि हामीलाई त के थाहा भयो कहिले भुट्या भयो पो थाहा हुन्छ हजुरबाले थुपार्नु हो क्या बाउको त्यहाँ दिमाग सिस्टम निकालेर हो क्या यो यति पनि कति वेटी हो यो कोही त अन्डै रहेछ क्या नखाइन हाउजीले मिहिनेत लगाइरहेको छ के लाउने नि त्यो माउ हुन लागेको चाहिँ खुट्टा सुट्टा आएको चाहिँ पिलित त गर्दो रहेछ रेडी भयो क्या मामा रेडी टु फ्लाइ माउ पनि छौ हेर्थै आउनु त हामी छोरा हो नि त्यस्तै ल यसको तर खुट्टामा यस्तो उस हुने त्यो छोरा र छोरी रहेछ के अरे दुधै दुध हुन्छ नि त हुँदो रहेछ नि Hmm. तर अस्ति चाहिँ यसरी छोरी निकाल्ने हो नि सर्ट सर्ट टाउको त्यो क्याप मात्रै निकाल्दिनु नि पहिला उनको आउँछ क्या हेर अब कहाँ जान्छ रक्कै जान्छ हो खाली गरायो के भयो सक्छ कि यो खुट्टा यो सबैलाई अलिअलि बाँड्दै हुन्छ क्या यो अनि आफै तेलमा तारे खान्छ त्यस्तो पनि मिठै हुँदैन त्यो त्यो ग्रुपमा खाएर एक्लै एक्लै खाएको मजा आउँदैन के भने तपाईँले पुरै थिएन घरलाएर पकाएर खाने कहाँ त्यसो खाँदै खाँदैन मजा आउँदैन कि मजा आउँदैन कहाँ यत्रो ग्रुप तेल लिन्छ होला नि के भयो था आदि तेल पति नै गर्छ ए चित्तीमा आउँछ तेलको चिन्ता नगर न नामाको यहीँ छ नि तेल 1 लिटर त यत्रो भुट्नलाई कम लाग्छ के लाग्नु भने त त भुट्नु नै मिठो हुँदैन एकचोटि भुट्दा आधी लिटर तेल भयो वाल्छेर हुन्छ आज टाइम नै भयो बेला भाइ अस्ति त 1 बजे अस्ति पनि हामी 9 बजीतिर आइपुग्छौँ क्या यो मुलाको हात हानेको 9 बजी त बाइक तर हामीले त्यहाँ पहिल्यै गएर ठाउँ बनाउनु पर्थ्यो क्या आज बेलाखेरि आज यो स्विच को हामी 4 जना आयो आजको मेन भनेको चाहिँ हामी 4 जना हो मामा 4 जनाले गएर गएर हेरेर बाँस काटेर कस्तो चाहिँ ठिक हुन्छ काटेर ठ्याक्कै पुग्ने नै काटेको काट्दैन काटे भए छोटो हुन्छ क्या छोटो काटेको भयो तँ नआयो भोलि यसरी छोटो भएपछि सकिँदैन कि ल्याउने रहेछ भोलिबाट बरु अलिकति अग्लो रहेछ ठिक्क भयो म माथि चढेर एक्लैले थेरो कम त गाह्रो भयो
यसले सपोर्ट गरेर मात्र हो नत्र म नसक्ने नि एक्लै भएको टाउकोमा पोल्दै त्यो झिल्काले पोलेन झिल्का त सबै तल्दै झर्दो रहेछ यता उडिरहेको थियो हामी छड्केको थियौँ तर त्यसको त बाहिरको बोक्रा डढेको होला त्यो झिल्का त बाहिरको त हो त मामा त्यो यो अरिकल त सबै भुइँमै झर्दो रहेछ त्यही मुनि झर्दो रहेछ म त अरिकल उडेर गएको होला भने त त्यो होइन रहेछ त्यसको त्यो ऊ भुत्ला झरेपछि पहेँडा जरिसकेपछि त अनि त्यहाँदेखि सबै भुइँमा त्यहाँ त भोलि भयो नि त कालै हुन्छ त्यहाँ गरेर मेरो खुट्टामा चढिसकेको छ एउटा त झुइँ झुइँ गरेर बिचरा झनै लडेको भने कहाँ लडेको त म त के खुट्टा त एउटा पछाडिबाट पछि हटेको होइन सम्म पाटो छ होला भने तलतिर त खाल्टो पो रहेछ अर्को पाटो पो रहेछ तर अस्तिको भन्दा चाहिँ कमै हो क्या भएर भाइ अस्ति त यार धेरै पनि थिएन यार अस्ति त एउटैबाट यो एक बाटो निक्लेको होइन एक बाटो त हुन्छ होइन एउटैबाट हो सकाइदिउँ हामीले यार यो यो त अरिगाल पनि होइन जस्तो क्या बच्चीमा अर्कै हुन्छ यो बच्चो पनि होइन अरिगाल पनि होइन यो के अरिगाल हो यो के अरिगाल कालो छ त्यो रातो रातो पनि छ त्यो कालो मैले त्यो त्यहाँ गएर हेरेँ नि त झरेको ऊ त्यता हाल्ने भाइ चाहिँ यहाँ हाल्ने भाइ चाहिँ अनि त्यो छैन त त्यत्रो जिउँदैछु भने त एक नाङ्लै छ नि जिउँदैछु भने चाहिँ यता हालिहाल्नु त्यो धेरै माथिबाट झरेको नि पोलेको नि हो अरे धेरै पोलिया पोलेको त ती पाक्दो रहेछ नि त पाकेको अनि क्या पोलेर सक्दिने केलाउनु केलाउनु न नखाए नि केलाउनु न गोबर र मान्छे बुस्नु लाउँछ नि त त्यही त नि त्यही भएर त मजाले आगो बल्दो रहेछ त्यहाँ बलिरहेको थियो है कति बेलासम्म हावाले आफै हाल्छ यो कोइला लगेर बासा धुपिदिनुपर्छ नि हो सोमबार पूजा गर्थे हाम्रो चाहिँ कोइला यसको होइन त्यसको चाहिँ यसको धुप दियो भने के हराउँछ अरे यसको त आएर त्यो बाघ लागेपछि गर्दै रोग लाग्दैन क्या घरमा ए घरलाई रोग लाग्दैन मान्दैन बाख्रालाई नि घरलाई रोग जानु अब त्यसो गरेर के को त्यो सबै चुरेर यो विभिन्न थरी ऊ छ नि त त्यो पोल्नै पर्छ भन्छ झरेर पोल्नु त्यो डरा नान्थिन आगो चाहिँ निमिस तिमीले त सबै त्यसको उनिकल लिटी बनाइयो कहाँ निकाल्नु यस्तो निकालेको भने क्याप मात्र कि त्यो खसेको यसलाई इटिट गर्नुपर्छ इडिट भोलि जसरी नै आउनु पर्यो हामी सब्सक्राइब गरिहाल्छौँ कि भोलि त आउँदैन यो आउँदैन काठमाडौँ गएपछि लगेर एडिट गरेर नगर्नु छ त युट्युब च्यानल टिकटकमा चाहिँ मामाको फ्रेन्ड हो सबैले सिरियलहरू सब्सक्राइब गर्नुपर्छ सूर्य तारा क्रिएसन मिडियामा प्राप्ति क्रिएसन मिडिया हिरो अनि मुजी अनि मोनिकाले खेलेको छ त तलको मोनिकाले मनिका श्रेष्ठ नि त्यो पनि खेलेको थियो सांसद सांसद छोरी पाएपछि चाहिँ अहिले त छोरी पाएको छ सांसद भएपछि उसलाई थापिदिनु क्या अहिले त फपाइ थाप दिइहाल्यो फपाइदिइसक्यो सबै अब के को सांसद कहाँको सांसद अब त बेरोजगार टाटा खारेज भएको छैन नि त मुला खारेज हुँदैछ धान पर्दैछ पर्दैछ जसरी नै खारेज हुनु पर्यो हुन्छ परदेश खारेज गर्ने भइसक्यो परदेश त्यसै चल्दैन 7 र परदेश खारेज गर्ने भइसक्यो 5 बिघा क्षेत्रै ठिक 14 अनुसार 5 बिघा क्षेत्र 14 अनुसार 75 जिल्ला 77 छन् जिल्ला त अञ्चल चाहिँ थिएन 14 अनुसार 5 बिघा क्षेत्र पनि थियो त चल्छ 5 विकास क्षेत्र त्यो विकास क्षेत्रको लागि त्यो यो परदेश आयो कि कुटीको क्या मैले बिर्सिहालेँ क्या कुटी गरे कस्तो मैले पाएको चाहिँ भात नखाए खाएर हजार दाने दाने में लेखे हुए थे खाने वाले मार्ची तँलाई ब्ल्याक बेल्ट छेउछेउको त सबै पाएको त हुँदैन नि त घरमा घरमा हुँदैन तेरो पो यो पनि छाडा भएर हिँडिरहेको माइत गएपछि आएको छैन होला ब्ल्याक बेल्टवाला बुढीले यसको यो के अरे खोटा लाएर
जाडमा हाल्नुपर्छ हाल्ने चाहिँ गाह्रो हो। ल हाल्ने चाहिँ कसकोमा हो हामी क्या चपाउँदै अमृतको छोरी रे मामाले मलाई पेलिहाल्नु भयो क्या अब भान्जेलाई नबोल नबोली भन्ने बिचारा हिँड पाका नि यार तन्नु तर मन त सबै बोलेको तर यहाँ चाहिँ सराप हो क्या हामीलाई अस्ति भने जस्तो फेरि फर्केर आयो अस्ति त रिसले नि सकाइदिने है भन त तर के सकिन्छ अब यिनीहरू त सबै मास्यो नि यार यो त मास्यो नि है मासिनु मास्यो त अनि त्यो अब माउहरू त एउटा सबै मर्यो मान्छे यसको त एउटा मात्रै पो एउटा यति हो एकजनाको अब अर्को वर्ष सानो सानो चाको हुन्छ बनाइहाल्दैन एकजनाको यति हो क्या एकैजना मामा दया माया नदेखाउने खाने हो एउटाले सुरु गर्ने हो मामा एकजनाको यति हो एउटा एउटा दुईटा अलिकति सुरु गर्ने हो बच्चा पार्दै बढाउँदै जाने कि त्यही बच्चाले काम गर्छ होइन पर्म चाहिँ कहाँ गर्छ पुगे जनता गरे ठ्याक्कै भन्नुपर्दा ठ्याक्कै भन्नुपर्दा तराईमा छन् अहिले छिन्जीको आइछ सरलाई सिरा सरलाई सरलाई कुन ठाउँ सिरा भन्छु आइपुग्यो होला नि यो ठ्याक्कै यस्तो गरौँ त ठ्याक मेरो हातले त हुँदैन गर्नु त्यो सबै सबै सेल सिटीसँग त्यो लगाउँछ त्यहीँनिर गोलो हुँदाखेरि के कोदो टिप्न गएको थियो गएर जालमाया अँ। 6-7 अडियालले पोल के पोख्दैछ र अनि हस्पिटलमा कसलाई दुई तिनवटाले खायो होला 6-7ले खायो भने 6-7ले खायो भने त मान्छे हाम्रो माइलीलाई चाहिँ टोक्यो 3-4वटाले यस्तो यस्तो गरेर भयो कि झन् त्यहाँ आएर टोक्दो रहेछ अनुपीलाई त अनुपीको दाजुभाइलाई त यार बोलै भनेको नि मामा पहिला के गर्नु भाइ ए त्यो के अरे ऊ काट्दाखेरि क्या के भन्छ सिलाउने यहाँ स्कुलको यतापट्टि हामी पिछा गर्न आउँथ्यो नि खोल्सा त्यो भन्दा त्यो भिराको उमा छ नि त्यहाँनिर सुकेको ऊ थियो दाउरा काट्दाखेरि क्या पहिला दाउरा काट्नु जान्थ्यौँ नि त हामी थाहा थिएन नि यो बच्चै हुन्थ्यो किनभने धेरै पो हुँदो रहेछ भाइ खसेको त कामै लाग्दैन रहेछ भाइ त्यो हुँदैन यो त प्लास्टिक अस्तिको त गएको थिएन यार अनि ऊ हुन्छ क्या दाइयो गर्छ मजा आउँछ मैले मात्रै बेसी काम गरेको थिएँ त्यो मिहिनेत गरेछ र लास्टै दियो कहाँ फाल्ने कहाँ छ त्यसो त्यस्तो त म ल्याइयो यो मैले प्लास्टिक खसेको हो क्या दाइ भन्छु त्यो ढुङ्गामा ठोकेपछि त्यस्तो हुँदैछ क्या झुलमै खस्छ नि त्यस्तो अलिकति हजारले पठाइदिए बाहुन ल्याउँथे यता चाकेर त्यही नाङ्ला थियो हामीले त खाएन ऊ त्यो भुइँमा खै कत्रो सुनिलको टाम हुन्छ बच्चा त्यो भुइँमा छ हो त्यहाँ भिटामिन सबै झिकिसक्यो तिमीहरूले ऊ त पल्लो छोडिदियो त यो भाइ यो गरेर यो गरेर अलिकति भाइ छ त पुछ निकाल्यो झाइसक्यो नि त छैन एउटा मागिरहेको छ ल यस्तो हुन्छ ल अब यहाँ म भरिन्छ अब फेरि मौरीकोमा लड राख्यो भने म भरिहाल्छ नि त्यसलाई त मौरीलाई त यो लड राख्यो भने त यसमा सजिलैले म भरिदिन्छ
यसको यो पलमा सबै बच्चा बसेको थियो पुरा लाटो र बाटो मुटु हुनुपर्छ रे बच्चादेखि तर्सिँदैन यो चाहिँ ठ्याक्क उड्न तयार भएको उड्न तयार भएको यो चाहिँ तर उड्न नपाएको हो उड्न नपाएको हामीले गर्छ कौशी कि कहिले कहिले हो यो लोकेस मात्रै छोटो है लोकेलको छोटो यस्तो टोक्ला नि यार टोक्लानमा मर्छ देश क्लियर देश म जाने मन पर्दैन खानला हो खाए लग्ने हो लगाएर तेलमा तारेर खाएर अझै एकजना एक्स्ट्रा भयो आज म दुई भाइ ए जहिले खानुभयो मन पर्छ रे क्या टोक्यो आइला खुट्टामा चढेछ भाइ चाहिँ नुहाल सुनिललाई भोलि घुमेर अब त्यहाँ सबै एउटा नै पाए एउटा बाहिर जान पाएन नि सबै भुइँभर चाहिँ क्या सुतेर सबै भुइँभरि झिझी गर्छ त लाटो भएछ कोही एउटा किन पाएन हुन्छ रानी जस्तो हुन्छ अलिकति जानु के खेलाउनु केही छैन अनि यसको खोस्टा पनि खाने भने तपाईँ खोटा खाँदै गर्नु तपाईँ बुझ्नु हुँदैन क्या कुरा बुझेर खाँदै गएको खोस्टा त्यो भातमा खोस्टा यता ल्याउँछ यस्तो आगो लगायो कि यिनीहरूले आज होइन ए बाबु भुटे खाँदै रहेछ तिमीहरू त भुटे खा खोस्टा खोस्टा लाने भयो खोस्टा आगो बाल्दै बोलिहाल्छ होला यो त कस्तो बल्दो रहेछ नि त ग्रामीण छान्नु पर्छ पाचा पुसु पारेर पकाएले चाहिँ के यो लगेर धुप दिने होइन आफ्नो यति आउनु न यत्रो अब आफ्नै तरिकाले भुटेर त्यो त आफै भुटे खानु हुँदैन क्या हामीलाई चाहियो होइन कहाँ मेरो त के अरे तेल पनि गएको छ है तेलको हो यो तेलको त्यही त तेल पनि गएको छ नि गोर्खा राख्नु क्या भिनाजुले त साह्रै मन पराउने क्या तातो पानी हाल्नु त्यो सबै नै प्याट प्याटिन्छ क्या त्यो त तातो पानी हाल्यो नि कसरी गर्ने यसलाई तातो पानी हाल्यो सब माथि माथि हाल्यो त्यो के गरी बनाउने भन्ने कुरो भयो केटीहरू ड्राउदो बोल्नुदेखि गोर्खा राख्नु क्या यहाँ एक महिना छ यहाँ छ होला एक पाथी जति झन्नै फेरि फ्याता बुतो चालो होस् हो हामी त्यहाँ खान्थ्यौँ तातो पानीमा हालेर यो फोर भयो यो तातो पानीमा हालेपछि त्यो त जम्छ होला नि त यो त किलो छ त यो 1 किलो भन्नु रहेछ तातो पानी हालेपछि जम्छ होला क्या यो ल यसलाई कसरी केलाउने अनि हुन्छ भने यहाँ हेर्नु यस्तो छ क्या यस्तो निभान जाने है त अनि के जाँदैन त्यो त त्यो निभाल्यो भने ल्यात ल्यात हुन्छ तातो पानी हाल्यो भने जम्छ तापपानीमा हाल्दा हुन्छ झन् हुँदैन अझ पानी हामी त पानीमा चोपालेपछि माउ मार्दाको चोपाल्दाखेरि मिठो भएन बरु यो धेरै राम्रो हुन्छ त्यतिकै हुन्छ क्या भने त्यो नेचुरल के यसो खाए के हुन्छ झन् रोग लाग्छ पानी नपरेको राम्रो हो क्या पानी सुकाउनु सक्दैन ल्यात्र ल्यात्र जान्छ क्या म बारुलाको त चाकै खाइदिन्छु चाकैसम्म औषधि हुने होला सही यस्तो छ नि त तपाईँ नि खानु
बस्छ भन्छ त ल हेर्नु सबै अघि बनाएको यसलाई यस्तो तरिकाले फ्राई गरेर यस्तो भएछ भयो हेर त रातो रातो भयो तिमीले ल काम गर्नु दिइहाल्नु ल एक बोतल रक्सी दिन्न एक बोतल रक्सी 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 एक बोतल यो भाइलाई सिपान अँ। अनि दिनु, केटाहरू दिनु। रक्सीसँग आज जाने यत्रो सजो फ्राई गर्नु लिएर जाने ल जाँदैछ बिस्तारै जा ल त्यो अलिकति खाऊ त भन्छ मिर्च सेन टेस्ट गर त खाइदेऊ खाइदेऊ भन्छ खाऊ न खाऊ ल गाइस हाम्रो भान्जाले यसरी खान्छन् ल ठिक छ नि होइन बहुत मिठो छ यार मैले टेस्ट गरिसकेको त्यसै गरी सधैँ चाख्न पाए त यो त ओरिजिनल हो नि त घरमा पाले जस्तो हुँदैन यो चाहिँ एकदम धेरै प्राकृतिक चिज यो जसको भाग्यमा लेखेको छ त्यसले मात्रै पाउँछ है गाई भाग्य र आत्मबल दुइटै हुनु पर्यो त्यसको लागि चाहिँ अस्तिको जस्तो चाहिँ मान्छे हुनुहुन्छ त ज्याङ्गा तर आत्मबल यसलाई यो शीतनको लागि प्याज पनि काटिँदैछ यहाँ हेर्नुहोस् हाम्रो जेन्जी ग्रुप हो यस्तो यस्तो खान्छन् अनि कडा हुन्छन् क्या भन्छन् सुनिँदै पर्दैन ल गाइस अब उता भुटिरहेको छ यता सुरु भइसक्यो ल हेर्नुहोस् यो हो नि त हाम्रो तरिका यस्तो भिटामिन चिजहरू सधैँभरि यो मौकाले मात्रै पाउने हो एउटा फुटी हान्ने पनि त भन्छ त्यसो भए तिमीले हातै काट्या हो जा जो जेन्जी ग्रुपको खुवाई यस्तो छ अनि जेन्जी ग्रुप कडा हुन्छ भन्ने थाहा छैन हेर्नुहोस् ल ल हेर्नुहोस् यहाँ जेन्जी ज्यान हेर्नु ज्यान बाघ आयो नि लड्ने खालको बाघाएपछि त लडिहाल्छ त्यही खाएर हो क्या होइन बाघसँग लड्ने ल हेर्नुहोस् यहाँ अर्को भान्जा हेर्नुहोस् यहाँ उता कुक भान्जा उता भट्टापट्टि बनाइरहेको छ दिइरहेको छ उस पछाडिपट्टि गिलास अगाडिपट्टि जेन्जीको प्रोटिन खाइरहेको छ नि भिटामिन जेन्जी स्टेपेसले भ्रष्टाचारी सुटिङ गएर त धकेर लिएर मैले हिजो भने होइन आज देउसी खेलेन आज खेलेन आज यहीँ घुम्नु भयो हेर त भयो अस्ति रिसायो नि रातिको 2 बजीसक्यो मान्छे आउँदैन आउँछ रिसाउने बुढी काम किन गएको भन्ने कुरो भयो नि घरमा एक्लै छ डर लाग्यो भन्छ केटाहरू गाउँमा बसेर किन यस्ता बोलिया भएको त यस्ता यस्तो चिज खाँदा रहेछन् अनि बोलिया रहेछन् इतिहास रच्ने चिज भयो क्या अर्ग्यानिक चिज खाँदा रहेछन् हामीले अस्ति भुइँबाट टिपेर ल्याएको सबै चाहिँ हामी यो त मिहिनेतै नगरिकन त्यसै त खानु भयो इतिहास रच्यो क्या टेस्ट कस्तो छ भन्छ एकदम बवाल मब्बा क्रन्ची सधैँभरि यस्तै भए हुन्थ्यो कि सधैँ यस्तो खानु चाहिँ है हप्तामा एकचोटि मामा हो कमसेकम महिना भोलिको लागि तयार पनि छ भने हेर्ने भोलि भोलि आए तपाईँ मामा कति कहिले जाने कहाँ म पर्सि जाने हो मामा नजान्छ सब खुवाउने हो ल भोलि पनि आउँछ है म एउटा सानो ऊ भइदियो हुन्थ्यो त्यही है दाउरा अब हिट कम्ती गरेको हो नि 2 लाखलाई त हो यो बोक्रा नै हालेको छ यो बोक्रा नि हेर्नुपर्छ हेर्नु उम्, यो न बोक्रा खायो नि
बोक्रा त गोबरकै हो क्या यसो है गोबरकै हो बोक्रा त होइन के अरे रुखको गोबर रुख। सबै हाले हुन्छ यसले जोड्न चाहिँ तिनीहरूले गोबर त्यति टिप्दैन अरे टिप्ने भनेको त्यो रुखको बोक्राहरू क्या कति मिनेटी होला भन्नु न यिनीहरूले प्राक सेचन गरेन भने कुनै फलहरू यो अन्नबाली हुँदैन मौरी भएन भने भोकमारी लाग्छ हामी खाइरहेको छौँ यस्तो हेर्दै डर लाग्यो कि मलाई होइन माउ बच्चा झिरिम आज त माउ बच्चा सबै झिरिम छ त त्यो भाइले खाएन नि सुनिन्छ भनेर तिनीहरूलाई खाना जानेको भाउ यस्तो चिज पाउनु नै पऱ्यो अर्जुन कम बोल्नु छ भाग्यमा लेख्नुपर्छ भाउ जे कुरा नि हड्डी झन् खुट्टा लगाएर राखेको खाने आउँछ भनेर त्यो त आएर किराको त्यस्तो पनि खाइदिन्छन् भाइ तिनीहरू कस्तो रुचेको भनेर खुट्टा किरा परिसक्यो तपाईँहरूको के छ हाम्रो एकै छ भने हाम्रो तल्लो ब्रान्च हाम्रो ब्रान्चमा पर्दैन तल्लो ब्रान्चमा पर्छ म तल्लो ब्रान्चमा छिरे खाइदिन्छु मलाई खुट्टा कसले दियो कस्तो होइन त्यो त हाम्रो काम रहेछ सुन्दै अफ सिजन भएपछि हो हाम्रो मासु सिजनमा कहाँ खुट्टो के राम्रो होइन खतरा पोलेर राख्नु नि पोलेको मैले गोवाल पोलेको भाइ बनाए प्याकिङ पोख्नु न यार एकछिन रेस्ट गरौँ सुन्नु छ होइन एक लट्टो छ बनाउँदै गयो के हुन्छ नुन नहालिकन एक कचौरो चाहिँ म सानो कचौरो राख्छु है मन्दा लगिदिनु भुनाको बिरामीलाई चाहिँ खाँदै पर्छ है त्यसलाई चाहिँ मक्छ म त घाउ त पुरै टालिसकेको यसैले ठिक पार्छ जोडिसकेको छ क्या भाउजू आधी उनी त आगाले पोलेको घाउ आगामा सेकाउनु पर्छ भन्छ नि अनि यसैले टोकेको यसैले ठिक पार्छ टोक्यो हो त होइन काटेको जोडिसक्यो क्या मामा ए खासै टाँगा हान्नु पर्ने घाउ होइन यो चाहिँ वायरमा हान्ने ठुलोमा चाँडो निको हुन्छ नि त फोटो ल्याइदिनु काटेपछि त रगत आइहाल्छ नि जसरी अलिकति चोट लाग्दैन है गएको छु नि गोवा हँ खोइ के आउँथ्यो टेस्ट भनेको यसको मात्रै खाने टेस्ट आउने हो कि म त्यो प्याज हालेपछि प्याजको टेस्ट आउँछ यसको के हो कि प्योर टेस्ट पहिला खाने चाहिँ नुन मात्रै हालेर खाने है केटाकेटा प्योर टेस्ट गरौँ न त्यो प्याज साइज साइज बनाएर कहिले प्याज हालेर खाने कहिले मसला हालेर खाने कहिले नुन मात्रै हालेर खाने त्यसको टेस्ट यो अङ्ग्रेजी टक्कै एकचोटि मात्रै क्या तपाईँले चाहिँ मेरो बाहिर भनिन्छ नि तपाईँको त्यो नेगेटिभ बाहिर यति मल बस्छ यो माल त धेरै छिरेको क्या बाइक बच्चाहरूको नि तपाईँ के गर्नु लाग्छ औषधि हुन्छ क्या मान्छे माला नै औषधि हुन्छ के होइन नि त यस्तो चिज कहाँ त्यहाँ पुग्दैन नि त नुन मात्रै हालेर खाने हो केटाहरूले के हालेर हाल्छ कस्तो टेस्ट छ त्यो सी फुडमा त त्यो हामीले के हाल्नु मामा छोरे प्याज हाल्नु न हालीमा प्याज खानु त पर्छ त के गर्छ प्याज हाल्नु हजुर नुन चाहिँ हाल्नु न नुन चाहिँ हाल्नु नुन हालिदिनु नि भयो नुन नखायो नुन नखायो भने
त्यो नुनु खाना खाने नुन चाहिँ हाल्नु प्याज चाहिँ नहाल्नु प्याजको टेस्ट आउँछ भने हाम्रो सुजित दाइ पनि के हो खै के भन्नु म के कहाँ गएको भने बेलामा साथी आयो होला होइन कस्तोमा बबाल छ यो हो नि त नि पानी ल्याउनै भएको त्यो पछाडि गाडीमा खाइजानु त गाडीमा गाग्री गाडी नि छ गाग्ने केमा खान मन लाग्छ त्यही खानु यो चोइस होइन मोबाइल हेरेर त्यो भइसक्यो पाहाडमा पनि खट्टा हुने यो त जति खायो नि हिटमा गयो नि फेरि त्यस्तो हेर्नु नि ल्याउँदो सुन्दै यति माल चाहिँ हाम्रो डरको लाग्छ अरे आज चाहिँ खाएको जस्तो भयो यहाँदेखि भाडी आज चाहिँ खाएको जस्तो भयो अस्ति त के खायो कि होइन एक्सपिरियन्स भएन नि आज हाम्रो काम पनि त्यो अस्ति सुरुको दिन हानेर सक्सेस भयो क्या आजको त बबाल भएछ अस्तिको भन्दा जति खायो नि नबर्ने भइयो क्या बबाल मिठो छ यार अरूलाई जान सक्नु यस्तो चिज बनाएर खाना त नानी पल्किहाल्छ कस्तो मिठो छ है दामी मलाई अलिक पिरो चाहिँ धेरै जस्तो होइन मैले खोर्सानी खाएको खानु मात्रै नगए त हुँदैन खोर्सानीले पेटलाई धेरै काम गरेर हुन्छ क्या म सिँगै खोर्सानी खाइदिन्छु अकबारे तपाईँ 10 बजेपछि चाहिँ खोर्सानी खानु मिल्दैन क्या स्पाइसी चिज 10 बजे रातिको 10 बजेपछि स्पाइसी नखाने राम्रो 9 बजे छिटो छिटो किन भन्नु न रेस्ट गर्नु पऱ्यो कि स्टमकले स्टमक भनेको चाहिँ बुढी ठुलो बुढी बडै यही हो क्या ग्यास्ट्रिक हुने नै पेट ठुलो भएको अब एक बाँध्नु छ ल यस्तो आधी जस्तो खायो गाइस अब आधी छ यहाँ यसो गरौँ है भयो बबाल मिठो हुँदो रहेछ यो सिङ्गे त प्लास्टिक दुईटा यो चाहिँ अब सागसँग खानु तेलमा पनि धेरै यसो बस्छ होइन सुन्नुलाई बस्छ यसो तेलमा पनि छ अरे है यो अझै मेरो थाम्ने केटाहरू लाग्यो क्या टाँसे छ खराइ हो बाउ कराई चाहिँ कहाँ बनाउनु कहाँ छ कराई कि खाना लगाएर टक 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 टुप्यो होइन हुन्छ कि हामी ती तेलमा बस्दो रहेछ कि मुनि मुनि बस्दो मलाई पनि सुनि लाग्यो मुनि भन्नु पऱ्यो मुनि तेह्र त्यो मोनिकाले खेलेको सेयर गर्नु त्यस्तो तेल खाँदो छ अनि अस्ति घिनाले भुटिदिनु मात्रै भयो यसरी भुट्दाखेरि तेलमा फ्राई गर्दा फुल्नु पनि रहेछ नि त यो अलिक धेरै पनि देखिँदो रहेछ है अस्तिको भन्दा आज धेरै लाग्यो मलाई त्यत्रो खाइसक्यो यत्रो छ है होइन
चिया बनाउनु तेल लाग्छ मामाको भिडियो हेर्छु मलाई त्यो बाहिर लगेर उ गर्दै सन्दीप जय नेपाल लास्ट साइज हो अब हामीले खाना बाँकी यति छ यति जस्तो खाइसक्यो बनाए क्या सेवा ओरिजिनल हल्टिङ मनिका सुनिल दाई सुदीप दाई मामा यता भान्जा हामी यस्तै त हो नि सबै जुम्लामा त पुरै चिसो भइगयो होला नि यो काइलियामाको पसल हो क्या काइलियामाको पसल हो क्या काइलियामाको त्यो सबै भुटेर आयो यसको आधी जस्तो खाइसक्यो हामीले अब यो पार्दैछ हेर्नुहोस् काइलियामाको पसल हो क्या बवाल छ बवाल बनाउने